सेटलाइट हिजो भनेको थिएँ अब विनायकलाई कहाँ देख्न पाइन्छ र पछि पछि इलेक्ट्रिसिटी भनेको थिएँ सेटलाइटमा हेरेर मैले समाधान लिएर गएको वरिष्ठ दाइलाई अगाडि नगएसम्म कहाँ जान पाइने अन्त हिजो हेरिरहेको सहपरिवार यो घरको परिवार क्या अन्त हिजो मुक्ति हेरेर हिजो किन्न सबै गराएर मान्छे किन यता आहान भनेको त एक्लै एक्लै ठुल्ठुला डल्ला खानालाई रहेछ होइन सोधिएन न हजुरआमालाई ल्याएको पनि त सोध्दैन नि तलै ठिक हुन्छ हो अहिले हेर्दाखेरि रतमा आँखा त चिया भएन अरे क्या कसैलाई के भन्नु पहिला सोध्नु न कुरा अर्कै पनि होला हजुर हजुर होइन हजुरहरू कहिले फर्किनुहुन्छ 4 बजेपछि भोज भन्छ भोजमा फर्किने भन्दैछ आइ फर्किनु पर्दै बस्नु बढी मान्छे हेर्न चाहिँ गर्नु हामी काटनमा बस्नु हेर्नु अनि ऊ साइलेबा 1 2 3 4 1 2 दुईटा कुरा छ एउटा उत्पादन भएको ढकालबाट देवकोटा आए होइन त्यो ढकालबाट
देवकोटा आयो नि त त्यसपछि हामी बल्ल ढकाल लग्यो ढकालबाट टिकालेबाट उत्पादन भएर बल्ल ढकालको मेन जोडा उ हो फेरि देवकोटा भएर पो ढकाल घुमेर आयो त्यही भएर सबभन्दा पहिला ढकाल त वैसा देवकोटा कालो भयो वो मैले ढकालको अनि त देवकोटा नहरिकन ढकाल हाम्रा बा हुँदै थियो भने आमालाई गएर ढकाल छोरी उहाँ हाम्रा बाले भएको भयो फेरि औँठी औँठी खुइलो भन्दै हुनुहुन्छ सङ्कली हो कि नक्कली भन्ने हुन्थ्यो औँठी राति फेरियो रङ फेऱ्यो भन्नु औँठीले पुसाजुको औँठी रङ फेरियो भन्नुभएको त्यो सेतो राति रङ फेरेको थियो नि त्यसले राति रङ फेऱ्यो भन्नुहुन्थ्यो नि होइन कोसिस त मैले पनि गरेको सकिनँ हजुरको यहाँ पानी त त्यो उसिकेर बिग्रेको त्योमा सजिलो हुन्थ्यो नि तातो पानी भातमा त चियाले छिटो पाक्नु दाल फाल्न सक्दैन बिहान छिटो हुन्छ पानी बसालिरहेको सुँगुर पानी छिटो कस्तो गएर लुकाएर राखेको लुकाएर बाहिर पुरेर